ओके वेलकम एभ्रिवान फेरि पनि मैले नयाँ भिडियो लिएर आएको छु र यो पनि BRSGC को म्याथ टेस्टको लागि हेल्पफुल हुन्छ क्वेसन रहेको छ इफ द कस्ट अफ 15 kg अफ फ्लोर इक्वल टु 30 kg अफ सुगर हाउ मेनी kg अफ सुगर आर इक्वल टु 95 kg अफ फ्लोर भनेको छ यो क्वेसनलाई युनिटरी मेथडबाट पनि गर्न सकिन्छ तर मैले चाहिँ रेसियो एन्ड प्रोपोर्सनबाट गर्न गइरहेको छु ताकि रेसियो एन्ड प्रोपोर्सनको कन्सेप्ट पनि तपाईँलाई थाहा होस् भनेर है त जरुरी छ रेसियो भनेको चाहिँ के हो त रेसियो भनेको चाहिँ कम्पेरिजन अफ एनी टु क्वान्टिटिज दुईटा क्वान्टिटिजको त के हो त कम्पेयर गर्नु भनेपछि मैले यहाँ रेसियो झिक्नु पर्यो भने मैले 1/3 गर्छु कि 1/90 गर्छु 1/90 गर्छु किन यो केजी भनेको र प्राइस भनेको त दुईटा फरक क्वान्टिटी हो नि त सो हामीले दुईटा फरक क्वान्टिटीकै हामी के गर्छौँ त रेसियो झिक्छौँ यो केजीको त हामी रेसियो झिक्दैनौँ नि त सो यहाँ डेफिनेसनमा के भनेको छ कम्पेरिजन अफ एनी टु क्वान्टिटी सो रेसियो भनेको त्यति हो सो मैले रेसियो झिक्दामा के गर्छु त 1/90 गर्छु क्या रेसियो झिक्दाखेरि कुरा बुझ्नु भयो नि अब प्रोपोर्सन भनेको चाहिँ के हो त प्रोपोर्सन भनेको चाहिँ के हो त सेम रेसियो इक्वल रेसियोलाई नै के भन्छ त प्रोपोर्सन भन्छ फर इक्जाम्पल मैले 1/90 गरेँ होइन त दुईटा क्वान्टिटी हो नि त फरक फरक अघि मैले भनिसकेँ अब मैले 3/270 है कति है 270 3/270 गर्नु परेन पर्यो यसलाई मैले कट गरेँ भने के हुन्छ 3 1 जा 3 3 9 जा 27 गर्दाखेरि 1/90 नै आयो क्या भने यो दुईटा रेसियो के भन्दा बराबर भएको होइन सो यसलाई नै के भन्छ त यसलाई नै भन्छ प्रोपोर्सन सेम रेसियोलाई नै के भन्छ त प्रोपोर्सन भन्छ हामीले रेसियो एन्ड प्रोपोर्सन बुझ्यौँ भने चाहिँ यो क्वेसन गर्न हामीलाई सजिलो हुन्छ है त जस्तै 15 kg अफ फ्लोर चाहिँ 30 kg अफ सुगर संख्या छ बराबर छ चाहिँ रेसियो भनेको चाहिँ के हो त दुईटा फरक क्वान्टिटिजको हो नि त कम्पेरिजन सो फ्लोर बाई फ्लोर मैले लिनु भएन क्या अथवा फ्लोर इच फ्लोर यस्तो लिनु पाएन के लिनु पर्यो मैले फ्लोर इच सुगर हुनु पर्यो इज इक्वल टु के हुन्छ फ्लोर इच सुगर किनकि प्रोपोर्सन भनेको के हुन्छ प्रोपोर्सनमा हुन्छ नि त यिनीहरू त यो फ्लोरको कस्ट र सुगरको कस्ट त के हुन्छ एउटै डाइरेक्ट प्रोपोर्सनमा बढेको हुन्छ एउटै प्याटर्नमा बढेको हुन्छ सो यिनीहरूको रेसियो त सेम हुन्छ बुझ्नुभयो नि त्यही भएर यिनीहरू प्रोपोर्सनमा छ सो यो फ्लोरमा मैले कति राखेँ त 15 राखेँ अनि सुगरमा मैले कति राखेँ 30 राखेँ सर्टकट ट्रिक है अनि फ्लोरमा मैले कति राखेँ 95 राखेँ सुगरमा मैले एस राख्दा पनि भयो अथवा एक्स राख्दा पनि मैले एस राखेँ त्यो गर्दा कति हुन्छ 15/30 इज इक्वल टु 95/s हैन यसो गर्दाखेरि 15 2 जा 30 सो s इज इक्वल टु 95 into 2 therefore s कति भयो त यो भनेको हाम्रो कति हुन्छ 190 kg हैन त 190 kg भनेपछि 190 kg अफ सुगरको कस्ट चाहिँ 95 kg अफ फ्लोरको कस्टसँग चाहिँ इक्वल हुँदो रहेछ हैन त